Hello everyone, welcome this tour vlog भन्छ के भन्छ है त वेलकम सबैलाई वेलकम के छ कसो छ के चल्दैछ आजबाट चाहिँ अहिले चाहिँ हाम्रो टुर सुरु हुन लागेको छ है त वी आर हेडिङ टुवर्ड्स सुनकोशी हाइड्रो पावर त्यसपछि वी विल रिटर्न फ्रम देयर मौसम एकदम चिसो छ शीतल छ राति पानी परेको थियो शीतल भएको छ है त सुरुमा फ्युल हाल्नै पर्यो नि सुरुमा तेल नहालिकन त कहाँ चल्छ र जिन्दगी तेलको भाउ नि बढेर आकाश छुन लागिसक्यो तेल हाल्दा हाल्दै गरिब भइन्छ क्या हो माया कसम यार कुनै दिन त यार के अरे बाइक भित्र राखेर तेल हालिदिन आउँछ क्या हो यार 200 भन्दा त घट्दै घट्दैन यार तेल त नाप्स भइरहेछ यहाँ त नाप्स भइरहेछ फ्युल कम्प्लिटली इम्टी नै छ यहाँ पाएन भने चाहिँ क्यार्ने यार पाएन भने चाहिँ के गर्ने हो आई डोन्ट नो फ्युल पनि भयो फुल ट्याङ्की हाल्यो लेट्स गो केटाहरू आइसकेको छ अरे टिभीएसको सोरुममा आएर भन्दै थियो कहाँ छ अब टिभीएसको सोरुम त्यो पत्ता लगाउनुपर्छ पहिला अनि बल्ल हुन्छ कुराकानी ल बस अटिस केटाहरू अगाडि छन् ल ल ल पहिलो कन्टेस्टेन्ट हाम्रो पछाडि आइसक्नु भएको छ दोस्रो कन्टेस्टेन्ट तेस्रो कन्टेस्टेन्टहरू चाहिँ अगाडि हुनुहुन्छ आदि आदि खोइ त ल के छ इ हाम्रो पहिलो कन्टेस्टेन्ट म तिल हाल्न गएको थिएँ क्या ल आइयो बा आइयो ल जाम बाटो कसले देख्यो ल केटाहरूसँग चाहिँ भेट भइसक्यो अब हामी चाहिँ निस्क्यौँ ओइ बाटो त बाटो दामी छ बाटो दामी दामी इन द सेन्स मजा आउने तरिकाले दामी क्या चलाउन सजिलो भएर दामी होइन कि मजा आउने तरिकाको दामी छ अब धुलिखेलबाट लाग्यो हामी सुनकोशीतिर बाटो यस्तै छ ल फेरि आयो जस्तो बाटो भोबाल छ बाटो भने यस्तै हो बन्दै गर्छ यसको टायरकै पछि जानु पर्यो यार
खलेर आयो टिप्परकै बाटोमा बाटो बाटो त बब्बाल छ त हौ तरम केराघारी आइपुग्यो केराघारी ऊ यौ सबैको अगाडिको स्कुटर त्यसपछि स्कुटर त्यसपछि बाइक त्यसपछि बाइक जम्का भेटमा हामी लगभग त्यस्तै कति कलेजबाट 20-25 किलोमिटर त्यो आयो मलाई अराउन्ड 52 को मोर 50 मा सुनकोशी छ त्यसपछि हाम्रो फार्देस्ट पनि त्यही हो सुनकोशी हाइड्रो पावर त्यसपछि त्यहाँबाट फर्किन्छौँ पर्निकजी पुरा बेलोरेको टापे मजा लुक्समा छ नि त पर्निकजी डक्टरसँग व्यस्त छन् त्यहाँ डक्टरसँग कन्सल्टेन्ट लिँदैछन् यहाँ बिरामी पऱ्यो भने क्यार नि हो भन्दैछन् डक्टरले फेरि आऊ मलाई भेट ठिक हुन्छ भन्दैछन् भिडियो कल चल्दैछ क्या हो गाह्रो छ खोइ ओए आरआर 5 खाल होटल रे मा कसम आरआर सरले यहाँ होटल खोल्न भ्याइछन् यार कति धेरै पैसा कमायो यार सरले यहाँभन्दा उता चाहिँ बाटो राम्रो छ जस्तो छ त्यही बनेपा एरियातिर चाहिँ हल्का बस्दा त पाइयो चलाउँदा चाहिँ फोन प्रयोग नगर्नु होला प्रयोग त्यस्तै हो फोन दुइटा हात छोडेर ओइ के गर्छ के भयो ओइ निन्द लाग्यो क्या हो कुन ब्रिज आइपुग्यो हामी जिक्कु र आनम ट्राफिक पुलिसलाई एकदम रिक्वेस्ट छ मेरो यो ब्लग टक्क रिल्समा दामी पाराले हालौँ ऊ त्यो मान्छेलाई हेलमेट नले दौडेर नम्बर प्लेट काट्नुपर्छ अहिले पछि आइसक्यो आउनु त आइसक्यो नि अघि हाम्रै साइडबाट गयो नि कुन बजार आइपुग्यो हामी तमाघाट के भयो तमाघाट 5 खाल तीन वो क्या हो मैं भिडियो मास्टर हो क्या हो एक सिटीमा सबैजना एक ठाउँमा आउने 2 सिटीमा 3 सिटीमा मान्छे हरायो भने एक बार सिटी बजी सब लोग रुक जाना 49 किलो 49 किलो रे ठाउँको नाम हो के हो यो
49 किलो लेखेको थियो कि त्यो ठाउँको नाम हो कि यार के हो यार कुन पसलको नाम हो कि खोलै खोला तिरै तिर तिरै तिर स्वर त राम्रो छैन नि तपाईँ भोबाल गाडीहरू आएर ठुल्ठुलो गाडीहरू आइरहेको बिस्तारै जानुपर्छ हामी जाँदैछौँ बिस्तारै जाँदैछौँ बिस्तारै 9 बज्न लागेको छ हामी लगभग 7 बजे निस्क्यौँ 8-9 2 घन्टा त हुन लाग्यो ट्युब वक 50 किलो सुकुटी घर 50 किलो अघि 49 अहिले 50 रे ठाउँको नामै हो क्या 49 अघि 49 किलो थियो कि 1 किलो बढेको यहाँ आइन्जेल अझै 5 खाल नगरपालिका अझै छ ए धन्यवाद रे सक्यो र 5 खाल सक्यो अब कहाँ आइपुग्यो त वेलकम टु भुम्लु वेलकम टु भुम्लु गाउँपालिका ए गाउँपालिका हो भुम्लु गाउँपालिका रे भुम्लु 5 खाल सकेर भुम्लुतिर लाग्यो अब कोदारी 60 किलोमिटर 55 किलो आइपुग्यो चाहिँ 5 किलो बढेछ अहिले त जुनसुकै स्थानबाट ओभरटेक नगर्नु होला ट्राफिक नियम पालना गरौँ सावधान तपाईँ भुम्लु गाउँपालिका के चाहिँ ओए होइन होला कहाँ त्यस्तो चित्र देखिने कुरा नगर यार कहाँ चित्र देखिने कुरा गर्छ ए पछि रहेछ मैले सिधा बाटो हेरेको राइटमा रहेछ दोलाल घाट आइपुग्यो पर्यटकीय नगरी दोलाल घाट रे के पर्यटकीय छ यहाँ चाहिँ आइपुग्यो दोलाल घाट बजार क्षेत्र 20 गति सीमित रे होइन 20 मा हिँडेर कहिले भोलि बिहान पुग्नु एमएससी बीआईटी एमबीए टेक्सस रे यहाँ पनि रहेछ यहाँबाट को जान्छ यार टेक्सस पढ्न होटल रोजमाई सिन्धुपाल्चोकमा हो कि काभ्रेमै हो ऊ भएको सिन्धुपाल्चोक हो कि ऊ भनेको मैले सुनकसी हाइड्रोपावर भएको सिन्धुपाल्चोकमा हो कि काभ्रेमा हो सिन्धुपाल्चोकमा है अझ अर्को डिस्ट्रिक्ट जान्छ दोलालघाट बजार दोलालघाट पुल तर्नलाई चौ यो रोके त केटाहरूले फोटो हान्यो क्या हो करेन्टली चाहिँ हामी यता के अरे दोलालघाट ब्रिज आइपुग्यौँ यो एउटा बाइक भयो स्कुटी केटाहरू यहाँ छन् यहाँ ब्रिज बिचमा बसिरहेको हामी तपाईँलाई कस्तो लागिरहेछ तपाईँको डाक्टर निसँग कुरा सक्यो डाक्टर निसँग कुरा सक्यो ठुल्ठुलो ट्रकहरू आएर कि
ब्रिजै हल्लिरहेको क्या अनि केटाहरू यहीँ बसिरहन् कस्तो लाग्यो तपाईँलाई स्कुटी चलाएर दायाँ बायाँ हालिरहेको त दायाँ बायाँ हेरिरहेको त झन्डै थिएन त्यस्तो भिर भएको भए त त्यसरी हेरिदिनु त्यहाँ आयो आयो फेरि ट्रक आयो आयो हल्ले हल्ले त्यस्तो हल्लेन डर ट्रक आयो केटा अब हल्लिन्छ है ब्रिज ओइ बे हल्का तान्दिउँ न हामी नि त्यो चाहिँ छ लेट्स सी हो यो सुनकोशी जलविद्युत केन्द्र नमस्कार शान्ति भइसिन्छ सुन्दैछु हजुर गाई के कामले आइबक्सिनु भयो हजुर